माननीय हर्कराज राईलाई नेपाल ट्राफिक प्रहरीले कारबाही गरिसकेको अवस्था छ र अझै पनि जनदबाव भने यो फोटोले मात्र हुँदैन, भिडियो चाहिन्छ भन्ने कुरा आएको छ। यति हदसम्म चाहिँ नगरौँ। उहाँलाई ट्राफिक कारबाहीमा उहाँ परिसक्नु भएको छ। अस्ति भर्खर मात्र उहाँ कतै जाँदाखेरि एक हातले मोबाइल र एक हातले बाइक चलाउँदै उहाँ भ्लगिङ गर्दै गर्दाखेरि उहाँ एक्सिडेन्टमा पर्नु भएको थियो र उहाँको चोटपटक पनि लागेको थियो। र यसरी जोसुकैले पनि लापरवाही तरिकाले सवारी साधनहरू चलाउनु हुँदैन भन्ने एउटा ट्राफिक नियम छ। त्यो नियमलाई उल्लङ्घन गर्दै उहाँले चाहिँ नि यसरी गर्नुभएको थियो र उहाँ कारबाहीमा परिसक्नु भएको छ। अब यो चाहिँ एउटा सन्देश पनि हो सर्वसाधारणलाई मात्र नभएर सबै एउटा चाहिँ भिआइपीहरूलाई भिभिआइपीहरूलाई पनि ट्राफिक कारबाही हुँदो रहेछ भन्ने चाहिँ एउटा सन्देश पनि हो होइन। अब उहाँ कारबाहीमा परिसक्नु भएको छ। यसै गरी अब सबैजना सतर्क रहनुपर्छ। यसरी सवारी साधन चलाउँदाखेरि जथाभावी चलाउनु भएन, एक हातले चलाउनु भएन। भ्लगिङ गर्दै यो चाहिँ मोबाइलमा भिडियो खिच्दै बाइक चलाउँदाखेरि एकदमै होइन सवारी साधनमा एकदमै ध्यान दिनुपर्छ भन्ने एउटा सन्देश पनि गएको छ। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला।